हिजो राति खेल सकिएपछि अन्तिम सिटी बज्दा एटलान्टा स्टेडियममा एउटा यस्तो इतिहास लेखिसकिएको थियो जसको कल्पना कसैले गरेको थिएन। चारैतिरका क्यामेराहरू एउटै अनुहारतर्फ तिर्सिरहेका थिए र ती आँखाहरूमा खुसी मात्रै थिएन, वर्षौंको सङ्घर्ष, अभाव र पीडाको आँसु पनि थियो। उमेरले 40 वर्ष पार गरिसकेका एक खेलाडी जसले विश्वकपको सबभन्दा ठूलो मञ्चमा विश्व विजेता स्पेन विरुद्ध एउटा अभेद्य पर्खाल बनेर उभिए। उनी हुन् जोसिमार जोसे एभोरा डियास, अर्थात् संसारले भर्खरै चिनेका नयाँ नायक भोजिन्या। केवल 5 लाख जनसङ्ख्या भएको एउटा सानो टापु राष्ट्र केप भर्डे फुटबलको इतिहासमै पहिलो पटक विश्वकपको मैदानमा उत्रिँदा अगाडि थियो 2010 को विश्व च्याम्पियन युरोपेली जादुगर स्पेन। स्पेनले 54% बल आफ्नो नियन्त्रणमा राख्यो, 27 पटक गोलको भयानक प्रहार गर्यो। दोस्रो हाफमा मैदान छिरेका युवा सनसनी लामिन एमालदेखि विश्व प्रसिद्ध स्ट्राइकहरू हावी भइरहे, तर स्पेनको त्यो कडा प्रहार र केप भर्डेको जादुमय इतिहासको बीचमा कोही खडा थियो भने उनी भोजिन्या थिए। उनले खेलभर 7 वटा यस्ता उत्कृष्ट बचाउ गरे जसले स्पेनका करोडौं नागरिकहरूलाई निराश मात्रै बनाएन, विश्वकपको डेब्यू खेलमै केप भर्डेलाई ऐतिहासिक बराबरी पनि दिलायो। उनी खेलको प्लेयर अफ द म्याच बने। अफ्रिकी राष्ट्र केप भर्डेले फिफा विश्वकप 2026 मा डेब्यू खेलमै 2010 को विश्व च्याम्पियन स्पेनलाई गोल रहित बराबरीमा रोके पनि अहिले यी 40 वर्षीय गोलकिपर हटकेक बनिरहेका छन्। इन्टरनेट र सामाजिक सञ्जालमा भोजिन्याको चर्चा व्यापक स्तरमा निरन्तर बढ्दो छ। र अझ रोचक कुरा के छ भने उनले 40 वर्ष 12 दिनको उमेरमा विश्वकपमा डेब्यू गरेका हुन्। उनी विश्वकपमा डेब्यू गर्ने दोस्रो सबैभन्दा पाका उमेरका खेलाडी समेत हुन्। इजिप्टका 45 वर्षीय गोलकिपर एसा अल हाडारी विश्वकपमा डेब्यू गर्ने पहिलो खेलाडी हुन्। तर साथीहरू, यो सफलताको पछाडि एउटा यस्तो दर्दनाक कथा पनि लुकेको छ जो म यहाँ सुनाउन आएको छु, जसले कठोर भन्दा कठोर मनलाई पनि रुवाइदिन्छ। खेलपछि जब पत्रकारहरूले उनलाई घेरे, भोजिन्याका ओठहरू कामिरहेका थिए। उनी रोए किनकि यो ऐतिहासिक क्षण हेर्न उनका ती प्रिय मान्छेहरू त्यहाँ थिएनन् जसले उनलाई यो ठाउँसम्म पुर्याएका थिए। वास्तवमा भोजिन्याको असली नाम भोजिन्या होइन। बुबा सेनामा र आमा काममा व्यस्त हुने भएपछि उनको बाल्यकाल हजुरबुबा र हजुरआमाको काखमा बित्यो। पोर्चुगिज भाषामा भोजिन्याको अर्थ हुन्छ हजुरआमाको प्यारो, लिटिल ग्रानी। त्यही नामको जर्सी लगाएर उनी विश्वकपको मैदानमा हिजो उत्रिएका थिए। र भोजिन्याले पत्रकारहरूसँग भक्कानिँदै भने पनि I cry because I grew up with my grandparents, and unfortunately they are not here. They die few म रोएँ किनभने मलाई हुर्काउने मेरा हजुरबुवा हजुरआमा दुर्भाग्यवश आज यो संसारमा हुनुहुन्न। उहाँहरू मेरो जीवनको सबै थोक हुनुहुन्थ्यो। अनि मेरी आमा भिसाका लागि तिर्नुपर्ने पैसाको अभावका कारण उहाँ अमेरिका आउन सक्नु भएन। म उहाँलाई यहाँ मेरो अगाडि देख्न चाहन्थे। फुटबलको संसारमा करोडौंको कुरा हुन्छ, तर केप भर्डेका यी हिरोको कथा फरक छ, दर्दनाक छ। गत जनवरीमा अमेरिकी सरकारले केप भर्डेका नागरिकका लागि भिसा शुल्क बाहेक थप $15,000 करिब 11,200,000 पाउन्ड सम्मको रिटर्नेबल फन्ड बुझाउनु पर्ने कडा नियम ल्याइदियो। यही चर्को आर्थिक भार र समयमै पैसा जुटाउन नसक्दा आफ्नै छोराले इतिहास रचेको हेर्न एउटी आमा अमेरिका आउन पाइनन्। आमा छोराको खेल हेर्न आउन पाइनन्, तर आज संसारभरिका करोडौं आमा र फुटबलका प्रेमीहरू उनैको लागि रोइरहेका छन्। 25 वर्षको उमेरमा मात्रै ढिलो गरी व्यावसायिक फुटबल सुरु गरेका भोजिन्याले जीवनको धेरै समय रोमानिया, साइप्रस, माल्डोभो र पोर्चुगलका तल्लो डिभिजनका क्लबहरूमा गुमनाम भएर बिताए। तर उनले आफ्नो सपना कहिल्यै मर्न दिएनन्। हिजोसम्म जसलाई फुटबलको सानो वृत्त बाहेक कसैले चिन्दैन थियो, आज उनी इन्टरनेट सेन्सेसन बनेका छन्। खेल सुरु हुनु अघि 50,000 मात्रै फलोवर्स रहेको उनको इन्स्टाग्राममा खेल सकिएको केही घण्टामै 50 लाख
अर्थात् 5 मिलियन भन्दा बढी मानिस जोडिसकेका थिए। हामीले अहिले यो भिडियो तयार पार्दाखेरि यो संख्या 5.6 मिलियन अर्थात् 56 लाख कटिसकेको छ। फ्रान्सेली सुपरस्टार पल पोग्बाले समेत सामाजिक सञ्जालमा लेखेका छन् केप भर्डेको गोलकिपर साँच्चै गजबका छन्। वाउ। साथीहरू, भोजिन्याले प्रमाणित गरिदिए यदि तपाईको सपना छ र तपाईसँग लड्ने साहस पनि छ भने उमेर केवल एउटा संख्या मात्रै हो। उनी हिजो खेल सकिएपछि पनि उनले भनेका छन् धेरैले सोचेका थिए हामी यहाँ विश्वकपको मजा लिन मात्रै आएका हौं, तर हामी यहाँ हाम्रो देशको सम्मानका लागि लड्न र प्रतिस्पर्धा गर्न आएका हौं। न त कुनै महँगो क्लबको साथ, न त करोडौंको सम्झौता, तैपनि एउटा सानो देशको 40 वर्षको छोरो आज विश्वकप 2026 को सबैभन्दा चम्किलो ब्रेकआउट स्टार बनिसकेको छ। केप भर्डेको यो ऐतिहासिक बराबरी र भोजिन्याको यो अभूतपूर्व बहादुरी फुटबलको इतिहासमा सम्भवतः सधैँ स्वर्ण अक्षरले लेखिनेछ। साथीहरू, हिजोको खेल तपाईहरुले हेर्नु भएको थियो भने भोजिन्याको त्यो 7 वटा बचाउ मध्ये कुन चाहिँ बचाउले तपाईको होस उडायो? कमेन्टमा लेख्नुस् ल। र यस्तै इन्ट्रेस्टिङ फुटबलका कथाहरूको लागि हामीलाई हेर्दै गर्नु होला। धन्यवाद।